एथरको रिसेन्टली लन्च्ड फ्यामिली इलेक्ट्रिक स्कुटर दी एथर रिस्ता एस, जुन चाहिँ प्रिमियम इलेक्ट्रिक स्कुटर सेगमेन्टमा अन्डर 3 लाख को प्राइसमा लन्च भएको छ, विच इज भेरी इन्ट्रेस्टिङ किनकि यो स्कुटर चाहिँ अब वान अफ दी मोस्ट अफोर्डेबल प्रिमियम इलेक्ट्रिक स्कुटर भएको छ नेपालमा। एन्ड नोट दैट आई सेड प्रिमियम, नट जस्ट अफोर्डेबल। रिस्ताको चाहिँ करेन्टली दुईटा भेरिएन्ट्सहरु अवेलेबल छ। रिस्ता जेड चाहिँ टप मोडल हो भने रिस्ता एस चाहिँ बेस मोडल हो। यो दुईटै स्कुटर्सको डिजाइन सिमिलर छ, मात्र फ्यू फिचर्सहरुमा डिफरेन्सेस छ जुन चाहिँ हामी आजको भिडियोमा मज्जाले कुरा गर्नेछौँ। र हामी यो स्कुटरको डिजाइन, स्पेसिफिकेसन, राइड क्वालिटी, अर्गोनोमिक्स यो सबै कुराहरु कभर गर्नेछौँ। साथै तपाईलाई यो स्कुटर ठीक हुन्छ कि हुँदैन, पर्चेस गर्ने कि नगर्ने, त्यो कुरा पनि आई होप यो भिडियोले चाहिँ क्ल्यारिफाई गर्छ तपाईलाई। सो विदाउट एनी फर्दर अडु लेडिज एन्ड जेन्टलमेन, लेट्स स्टार्ट विथ द रिभ्यू। डिजाइनको कुरा गर्नु पर्दा फर्स्टमै नोटिस हुने भनेको यो स्कुटरको क्यूट एस्थेटिक्स हो। फ्रन्ट एंगलबाट चाहिँ मलाई यो स्कुटरको लुक्स एकदमै राम्रो लाग्छ। साइड एंगलबाट हेर्दा ठ्याक्कै एउटा फ्यामिली स्कुटरकै शेप लिएको छ रिस्ता एसले। पछाडिको डिजाइन चाहिँ मलाई अलि वियर्ड लागेको थियो है सुरुमा, तर फ्यू डेज चलाउँदै हेर्दै गर्दै मलाई चाहिँ यो पछाडिको लुक पनि राम्रो लाग्न थाल्यो। स्पेशली यो टेल लाइटको डिजाइन र यो एथरको ब्याजिङ चाहिँ निकै प्रिमियम देखिन्छ मार्केटको अरू स्कुटर्सहरुसँग कम्पेयर गर्ने हो भने। त्यस्तै गरी म्यासिभ सिट्स पाउनुहुन्छ तपाईले रिस्ता एसमा, एन्ड बिलिभ मी गाइज यो सिट चाहिँ धेरै नै कम्फर्टेबल छ बोथ राइडर र पिलियनको लागि। सो लङ आवर्स राइड गर्दाखेरि पनि केही पनि डिस्कम्फर्ट फिल हुँदैन यो स्कुटरमा, डबल लोडै राइड गर्दाखेरि पनि। इनफ्याक्ट रिस्ता एस चढिसकेपछि मेरो नर्मल पेट्रोल स्कुटर चलाउने बेला चाहिँ सिट अति नै सानो रहेछ यार जस्तो चाहिँ मलाई फिल भइरहेको थियो कि मेरो पेट्रोल स्कुटरको। सो सिट चाहिँ एकदम बबाले ठुलो र कम्फर्टेबल छ रिस्ता एसको। र यो सिट म्यासिभ हुनुको अर्को बेनिफिट चाहिँ यसको भित्र बुट स्पेस पनि निकै ठुलो पाउनुहुन्छ। र यो स्कुटरको डिक्कीमा चाहिँ फुल फेस हेलमेट राखेर पनि तपाईले चार्जर राखेर पनि अझै पनि धेरै स्पेस बाँकी हुन्छ त्यहाँ। सो यु क्यान इमेजिन कति धेरै सामानहरु यसमा अटाउन मिल्छ भनेर। एउटा 20 किलोको चामलको बोरा नै अट्ने खाली शेप छ के यो रिस्ता एसको डिक्कीको। सो स्टोरेज स्पेसको लागि चाहिँ केही पनि इश्यू हुँदैन यो स्कुटरमा। र डिक्की त ठुलो भइहाल्यो, यसको फ्लोर बोर्ड पनि निकै ठुलो छ। अजेलको मार्केटमा आउने नयाँ स्कुटर्सहरुमा चाहिँ यो फ्लोर बोर्ड स्पेस चाहिँ सानो सानो हुँदै गइरहेको छ, तर रिस्ताले चाहिँ यहाँ एकदमै ठुलो स्पेस दिएको छ हैन। सो तपाईले यहाँ पानीको जार, ग्यासको सिलिन्डर यो सबै कुराहरु मजाले अटाउन सक्नुहुन्छ र खुट्टा राख्नलाई पनि ठाउँ मजाले बाँकी हुन्छ। अब कुरा गरौँ यो इन्स्ट्रुमेन्ट क्लस्टरको, व्हिच इज वन अफ द मेजर डिफरेन्सेस बिट्विन द रिस्ता एस एन्ड द रिस्ता जेड। रिस्ता जेड मा चाहिँ फुल्ली टच स्क्रिन डिस्प्ले पाउनुहुन्थ्यो भने रिस्ता एस मा चाहिँ यो डिजिटल डिस्प्ले पाउनुहुन्छ। डिस्प्ले सिम्पल भए पनि चाहिने इन्फर्मेसन चाहिँ सबै पाउनुहुन्छ यसमा, मात्र गुगल म्याप्सको फिचर र त्यो टच स्क्रिनको फिचर्सहरु चाहिँ छैन रिस्ता एस मा। बिसाइड्स दैट यो डिस्प्लेको भिजिबिलिटी राम्रो छ र इम्पोर्टेन्ट डिटेल्सहरु चाहिँ सबै पाउनुहुन्छ। डिजाइनमा बेटर चाहिँ के हुन सक्थ्यो भने यो पछाडिको फुटरेस्ट अलि वाइडर भएको भए पिलियनलाई चाहिँ अझै कम्फर्टेबल हुन्थ्यो खुट्टा राख्नको लागि। त्यो भन्दैमा पिलियनको खुट्टा राख्नै नमिल्ने चाहिँ भन्न खोजेको हैन मैले, जस्ट अरू स्कुटर्सहरुमा चाहिँ नर्मली अलिकति वाइडर स्पेस हुन्छ खुट्टा राख्नको लागि, यसमा चाहिँ त्यो स्पेस थोरै न्यारो छ। र एक दुई चोटी चाहिँ मैले त्यहाँ अलिकति खुट्टा राख्न गाह्रो भयो कि जस्तो चाहिँ नोटिस गरिरहेको थिएँ पछाडि बसिरहेको बेला। त्यो चाहिँ अलिकति नेक्स्ट जेनेरेसनमा वाइडर भएर आयो भने चाहिँ अलि इजियर हुन्छ। र ओभरअल डिजाइनमा आई हेभ नट मच टु कम्प्लेन अबाउट। स्कुटर हेर्दाखेरि डिसेन्ट देखिन्छ, कलर अप्सन्सहरु पनि निकै राम्रो छ है। सो तपाईको टेस्ट र पर्सनालिटी अनुसार यु क्यान चुज द कलर दैट यु रियली लाइक। अब चाहिँ यो स्कुटरको स्पेसिफिकेसन्सको कुरा गरौँ है त। रिस्ता एसमा चाहिँ 2.7 किलोवाट आवरको ब्याट्री प्याक पाउनुहुन्छ र 4.3 किलोवाटको मोटर जसले चाहिँ 22 न्युटन मिटरको टोर्क जेनेरेट गर्छ र 80 किलोमिटर पर आवरको टप स्पिड चाहिँ तपाईले यो स्कुटरबाट एक्सपेक्ट गर्न सक्नुहुन्छ। नर्मल भाषामा भन्नु पर्दा एउटा 200 सीसी को पल्सर बाइक जतिको पिकअप फिल गरिरहेको थिएँ मैले। नर्मली 200 सीसी बाइक्सहरुमा 18 to 20 न्युटन मिटरको टोर्क हुन्छ, रिस्ता एसमा 22 न्युटन मिटरको टोर्क छ। सो यु क्यान इमेजिन कति मजाले पिकअप लिन्छ यो स्कुटरले है, वाट्टै तान्नेको चाहिँ फिलिङ चाहिँ आउँछ यसमा। दैट्स वन अफ द बेनिफिट्स अफ ओनिङ एन इलेक्ट्रिक स्कुटर। र यो स्कुटरमा चाहिँ दुईटा मोड्स पाउनुहुन्छ, स्मार्ट इको र जिप मोड। र एथरले यहाँ के चाहिँ राम्रो गरेको छ भने नर्मली एथर बाइक तपाईले अरू ब्रान्ड्सको इलेक्ट्रिक स्कुटर चलाइरहनु भएको छ भने चाहिँ इकोमा राख्दाखेरि चाहिँ पावर हुँदैन, अनि त्यसपछि तपाईको टप मोडमा चाहिँ एकदमै धेरै पावर हुन्छ। तर रिस्ता एसमा चाहिँ कस्तो छ भने स्मार्ट इकोमा पनि इट डजन्ट फिल लाइक तपाईले पावर चाहिँ एकदमै धेरै कम्प्रोमाइज गर्नु परिरहेछ जस्तो फिल हुँदैन, अनि जिप मोडमा चाहिँ अलि पावर थपिन्छ के फेरि। सो कस्तो हो भने स्मार्ट इकोले चाहिँ मजाले स्मार्ट तरिकाले सेन्स गर्छ कि टेरेन अनुसार कति पावर चाहिँ डेलिभर गर्ने भनेर। त्यही भएर स्मार्ट इकोमा राख्दाखेरि पनि त्यो त्यति पावर कट भएको चाहिँ फिल हुँदैन। र अभियसली जिप मोडमा राखेपछि त्यो पावर इन्क्रिज भएको त फिल हुन्छ। तर मलाई चाहिँ कस्तो भएको थियो भने स्मार्ट इकोमै चलाइरहेको बेला पनि म जिप मोडमा छु फिल भइरहेको थियो, तर यसो हेर्दा ए होइन म स्मार्ट इकोमै छु रहेछ भन्ने त्यस्तो खालको सिचुएसन चाहिँ मलाई एक दुईचोटि भएको थियो। सो बेसिकली यसको पावर चाहिँ स्मार्ट इकोमा पनि गुड इनफ छ, तपाईले स्मार्ट इकोमा रेन्ज पनि बेसी पाउनुहुन्छ जिपमा भन्दा। र अल डे स्मार्ट इकोमै कम्युट गर्ने हो भने पनि द्याट्स कम्प्लिटली ओके हैन। उकालोहरु एकदमै ठाडै उकालो छ भने चाहिँ कहिले काहीँ जिप मोडमा जानुपर्छ, तर नर्मली स्मार्ट इकोले चाहिँ काठमाडौँ वरिपरिको उकालोहरु चाहिँ मजाले तानिरहेको थियो। र मेन कुरा स्मार्ट इकोमा चाहिँ पावर ड्रप त्यति धेरै नभएको चाहिँ मलाई एकदमै मन पर्यो
पर्यो। चार्जिङ टाइमको कुरा गर्नु पर्दाखेरि घरमा चाहिँ 0 to 100% पुग्नको लागि इट विल टेक 5 hour 10 minutes र 0 to 80% पुग्नको लागि चाहिँ 4 hour 10 minutes जति लाग्छ। र अनेस्टली मैले यो स्कुटर राखिरहेको बेला चाहिँ मैले कहिले पनि 0 to 100% नै चाहिँ चार्ज गरिनँ। 1 घण्टा 2 घण्टा 1 घण्टा 2 घण्टा चार्ज गर्दै निकाल्दै ल्याउँदै चार्ज गर्दै त्यसरी चाहिँ मैले युज गरिरहेको थिएँ र इट वर्क कम्प्लिटली फाइन। एथरको चाहिँ चार्जिङ स्टेशन्सहरू पनि छ धेरै स्पट्सहरूमा हैन, र नेपालभरि एक्सपान्ड गर्ने पनि कुरा छ। चार्जिङ स्टेसनमा चाहिँ अझै फास्ट हुन्छ। रफली 1 hour 1.5 hour राख्नु भयो भने तपाईको 80% सम्म मजाले चार्ज हुन्छ र चार्ज गर्नु पनि फ्री हो। सो द्याट्स वान अफ द बेनिफिट्स अफ ओनिङ एन एथर। कुनै पनि चार्जिङ स्टेसनमा चाहिँ तपाईले 1 रुपैयाँ पनि पे गर्नु पर्दैन चार्ज गर्नको लागि। अहिलेको लागि चाहिँ पछि गएर चाहिँ दे माइट चार्ज, बट फर नाउ इट्स कम्प्लिटली फ्री। अब चाहिँ यो स्कुटरको राइड क्वालिटीको कुरा गरौँ र यो राइड क्वालिटी कस्तो छ भने चाहिँ म तपाईलाई स्कुटर चलाएरै भन्छु है त। So speaking of the ride quality, it's really nice. I really like it. एकदमै मज्जाको राइडिङ पोजिसन छ, त्यस्तो अनकम्फर्टेबल सिटिङ पोजिसन छैन। नर्मली आज हिजो आजको पेट्रोल स्कुटर्सहरू चाहिँ निकै स्पोर्टी भएर आउन थालेको छ हैन। स्पोर्टी स्कुटर भन्दा लाइक फ्यामिली ओरिएन्टेड स्कुटर्स आर मच मोर कम्फर्टेबल टु राइड हैन। अनि कम्पेयर टु माई रेजेड आर दिस यसको राइडिङ पोजिसन चाहिँ मोर कम्फर्टेबल छ है। तल वेल रेस्टेड ठाउँमा ह्यान्ड्सहरू छ हैन। सो यो स्कुटरमा ओभरटेकिङहरू चाहिँ एकदमै इजी छ हैन, थ्याङ्क्स टु दि हाई टर्क मोटर of this scooter। र राइट नाउ मेरो पिलियनमा पनि मैले मान्छे राखेको छु हैन, पछाडि हामी दुईजना गइरहेछौँ एन्ड दुईजना बस्दाखेरि पनि राम्रै पुलिङ पावर छ, त्यस्तो ल्याग अथवा डिलेको केही पनि फिल भएको छैन। इट्स अ प्रिटी नाइस राइड क्वालिटी दिस थिङ हैज हैन। यसमा चाहिँ सबभन्दा रमाइलो कुरा चाहिँ के छ भने व्हेन आई लिभ द थ्रोटल, यहाँ तपाईँले यो ब्लिङ्क भएको देख्नु भयो नि, द्याट्स रिजेन भन्छ क्या त्यसलाई चाहिँ। सो रिजेन ब्रेकिङ चाहिँ भइरहेको हुन्छ त्यहाँ हैन, ब्रेकिङ भन्दा पनि रिजेन चार्जिङ चाहिँ भइरहेछ। त्यो कारणले चाहिँ तपाईँको स्कुटर पनि ठ्याक्क स्लो डाउन चाहिँ हुन्छ कि व्हेन यु लिभ दिस सल्लो बगेर जाँदैन के, मोटरले नै हल्का स्लो डाउन गरेर हुन्छ। अनि त्यो स्लो भइरहेको बेला तपाईँको ब्याट्री पनि रिजनको थ्रुबाट चार्ज भइरहेको हुन्छ। सो द्याट्स प्रिटी नाइस। स्पेसली ओह्रालोहरूमा चाहिँ एकदमै काम लाग्छ। यो ओह्रालोमा वात्तै त्यो जाँदैन क्या, त्यो बिस्तारै नै जान खोज्छ रिजन भएको भएर चाहिँ। र यसमा चाहिँ यहाँ सेटिङ्सको थ्रुबाट रिजन अफ पनि गर्नु मिल्छ। त्यो रिजन अफ गर्यो भने चाहिँ फेरि सल्लै बगेर जान्छ कि। आई डोन्ट रेकमेन्ड डुइङ द्याट हैन। मैले चाहिँ गरेको छु बिकज आई लाइक गो अन हाई स्पिड्स हैन, त्यही भएर रिजन अफ गरेर पनि मैले चलाइरहेको थिएँ। अहिले चाहिँ अनै छ र यो सुटको पर्पजको लागि चाहिँ आई लेफ्ट इट अन, नत्र म एक्लै चलाएर बेला चाहिँ आई लेफ्ट इट अफ, किनकि क्लच ताने जस्तो फिल हुन्छ क्या बाइकमा। त्यो हाई स्पिड गएर बेला अनि एकैचोटि क्लच तान्यो भने इन्जिनबाट त्यो कट अफ हुन्छ अनि सल्लो स्कुटर के अरे बाइक बगेको फिल हुन्छ नि, त्यस्तै फिल चाहिँ यसमा पनि हुन्छ हैन। चाहिँ अहिले हामी अपिलमै छौँ, अपिलमा मजाले तानिरहेछ। अनि अफ रोडको पनि भनिहाल्नु है तपाईँहरूलाई, दिस थिङ हेज प्रिटी सफ्ट सस्पेन्सन्स। अब यस्तो खालको बाटोहरूमा पनि हैन इट्स डुइङ प्रिटी गुड के, त्यस्तो डिस्कम्फर्ट फिल हुँदैन। इट्स अ सफ्ट सस्पेन्सन सेटअप हैन। मजाले यसरी यहाँ चढाउँदाखेरि पनि त्यस्तो डिस्कम्फर्टको फिल भएको छैन। यसको पछाडि त झन् मोनोसक छ हैन, त्यो भएको भएर पनि इट्स प्रिटी कम्फर्टेबल। र ग्राउन्ड क्लियरेन्सको पनि मलाई इस्यु काहीँ पनि भएको छैन अहिलेसम्म। ग्राउन्ड क्लियरेन्स पनि मजाकै छ। यसले केयरफुल त हुनुपर्छ हैन, स्कुटर हो। अब बाइकै जसरी अफ रोड बाइकै जसरी चलायो भने त ग्राउन्ड क्लियरेन्स इस्यु भइहाल्छ, बट इट्स अ प्रिटी गुड ग्राउन्ड क्लियरेन्स सेटअप अन दिस स्कुटर। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने नि, यसमा चाहिँ यो साइड लाइट्स आफै अफ हुन्छ कि। सो आई विल सो यु। अहिले म राइट जान लाग्छु। सो राइट बाले यु विल सी दिस राइट इज अन। म राइट घुमाउँछु, राइट घुमाएर म अगाडि जान्छु। यो साइड लाइट अफ भइसक्यो आफै। आई डिडन्ट ह्याभ टु प्रेस दिस अर एनिथिङ। सो दिस थिङ हेज सेन्सर्स इन साइड जसले चाहिँ लाइट्सहरू चाहिँ आफै अफ गरिदिन्छ। द्याट्स अल्सो प्रिटी नाइस है, प्रिटी स्मार्ट। सो अहिले अलि कुदाउनु मन लाग्यो मलाई, कुदाइ हेरिदिउँ होइन। एन्ड दिस थिङ गोज फास्ट म्यान, 80सम्म चाहिँ पुग्छ मजाले। 80 भन्दा माथि चाहिँ मैले लान सकेको छैन। यो इलेक्ट्रिक स्कुटर हो भन्नेमा यो क्वाइट छ चाहिँ नसोच्नु होला है। इट्स अ प्रिटी लाउड स्कुटर। यो चाहिँ आवाज आइरहेको हुन्छ कि। आई डोन्ट नो इफ मेरो क्यामरामा सुनिरहेको छ कि छैन, तर लाउड चाहिँ एकदमै लाउड छ। यो वरिपरि कोही मान्छे हिँडिरहेछ भने पनि थाहा हुन्छ कि। अरू इभिजमा चाहिँ थाहा हुँदैन बिकज दे आर भेरी क्वाइट, तर यसमा चाहिँ ठ्याक्क थाहा हुन्छ। सो राइट नाउ वी आर गोइङ प्रिटी फास्ट है। 60 कटिसक्यो। आइ एम टेकिङ दिस टु द हाइवे बिकज आई वान्ट टु सी यो 80 भन्दा माथि जान्छ कि जाँदैन भनेर। र माइन्ड यु गाइज पछाडि पिलियन पनि छ है अहिले। सो विथ पिलियन म यति फास्ट गइरहेको छु। यहाँ पनि मजाको अपहिल छ होइन। अनि यस्तो बम्पी खालको यो ढलानको अपहिलमा पनि इट्स गिभिङ अ गुड पर्फर्मेन्स होइन। अलिअलि बडी जर्क चाहिँ भइरहेछ, तर दिस इज कम्प्लिटली अन्डरस्ट्यान्डेबल है। एउटा स्कुटर हो र स्कुटरको लागि चाहिँ सस्पेन्सन्स आर प्रिटी नाइस। अब यहाँ यस्तो लाइक रिजनले काम गरिरहेछ कि, सो द्याट मैले थ्रटल छोड्दाखेरि पनि नट भेरी डरलाग्दो खालको एक्सपिरियन्स चाहिँ छैन कि। कस्तो मजाको कर्नरिङ यार। एथर रियली डिड अ ग्रेट जब के। यो राइड क्वालिटी चाहिँ यो स्कुटरको चाहिँ बब्बाल गरेछ एथरले। आइ एम रियली लाइकिङ इट म्यान।
यो स्कुटर हाइवेजमा पनि मजाले पर्फर्म गर्छ यार। यसमा लङ टुर हान्न पनि रमाइलो हुन्छ जस्तो लाग्यो। टक्क चार्जिङ स्टेसन्सहरू मजाले अवेलेबल भएपछि चाहिँ एकदमै रमाइलो हुन्छ जस्तो यो स्कुटरमा ट्राभल गर्न। सो इलेक्ट्रिक स्कुटर हाइवेमा यतिको हिसाबले कुद्यो भने त धेरै राम्रो भयो होइन। कर्नर्स पनि कस्तो मजाले गइरहेछ क्या यो फेरि। ओहो म्यान, यो कर्नरको पर्फर्मेन्स चाहिँ मलाई एकदमै मन परिरहेछ है। द टायर्स आर ग्रिपी, त्यस्तो चिप्लेला जस्तो फिल भएको छैन होइन। मजाको कर्नर्सहरू लिइरहेछ। यस्तो ढल्काउँदाखेरि पनि केही फरक परेको छैन होइन। र अहिले चाहिँ डाउन हिल पनि गइरहेछ। सो लेट्स सी इफ द रिजन इज वर्किङ। यस, इट्स वर्किङ ओभर देयर है। मजाले रिजन काम गरिरहेको छ। सो यस्तो बेला चाहिँ हाम्रो ब्याट्री चार्ज भइरहेछ के। इजन्ट द्याट इन्ट्रेस्टिङ? मजाले चार्ज भइरहेछ ब्याट्री। मैले केही पनि दिएको छैन है थ्रटल इनपुट। आइम जस्ट लिभिङ इट लाइक दिस। मजाले चार्ज होस् एकछिन। यतिको स्पिडमा अफ रोड्स आर प्लेजेन्ट। यस्तो चिप्लो छ बाटो। र अहिले चाहिँ म अलि धेरै टाढै आइसकेँ मेरो घरबाट होइन। सो अब चाहिँ म घर फर्किन्छु र घर फर्केर चाहिँ तपाईँहरूलाई म यसको कसले चाहिँ यो स्कुटर किन्दा ठिक हुन्छ त्यस्तो टाइपको कुराहरू गर्छु है त। अब प्रश्न रह्यो यो स्कुटर हो चाहिँ कसको लागि त? यदि तपाईँ इलेक्ट्रिक स्कुटर किन्छु सोचिरहनु भएको छ भने र तपाईँले चाहिँ एउटा एन्ट्री लेभल इलेक्ट्रिक स्कुटर खोजिरहनु भएको छ भने चाहिँ रिस्ता एस इज द पर्फेक्ट स्कुटर फर यु। यो स्कुटर चाहिँ कम्प्लिटली एउटा फ्यामिली ओरिएन्टेड स्कुटर हो। सो तपाईँले यो लिनुभयो भने तपाईँको फ्यामिलीको हरेक मेम्बरले यो स्कुटर चाहिँ कम्फर्टेबली चलाउन सक्ने हिसाबले चाहिँ डिजाइन गरेको छ एथरले यो स्कुटरलाई। सो इफ यु आर लुकिङ फर अ स्कुटर जुन चाहिँ तपाईँको एन्टायर फ्यामिलीले चलाउन सकोस् त्यो भने चाहिँ दिस इज द पर्फेक्ट चोइस फर यु। त्यसै गरी तपाईँलाई प्रिमियम क्याटेगोरी अफ इलेक्ट्रिक स्कुटर लिनु मन छ तर तपाईँलाई 4 लाखसम्म अथवा 3.5 लाख भन्दा बेसीको पैसा हाल्नु मन छैन भने चाहिँ यो केसमा पनि एथर रिस्ता विल बी द बेस्ट चोइस फर यु। तपाईँको डेली कम्युट्समा नट मोर देन 80-90 किलोमिटर्स तपाईँ जानुहुन्छ भने पनि एथर रिस्ता विल बी द पर्फेक्ट चोइस फर यु। र अहिले चाहिँ पेट्रोल एकदमै महँगो भइरहेको टाइम छ र फ्युचरमा पेट्रोल नपाउनु पनि सक्छ भन्ने पनि कुरा छ होइन। त्यो भएको भएर पनि धेरैजनाले चाहिँ इलेक्ट्रिक स्कुटर्सहरू लिन खोजिरहेको छ अहिले। र यदि तपाईँ यो एथर रिस्ता एस लिम कि क्या हो सोचिरहनु भएको छ भने चाहिँ स्कुटर राम्रो छ, तपाईँले लिँदा हुन्छ होइन। तपाईँलाई 100 किलोमिटर अफ रेन्ज पनि धेरै नै हुन्छ। र यस्तो एउटा स्कुटर जुन चाहिँ तपाईँलाई एकदमै कम्फर्टेबल होस् चलाउन, तपाईँको फ्यामिलीलाई कम्फर्टेबल होस् चलाउन भने चाहिँ यु क्यान डेफिनेटली बाई दिस स्कुटर। म पनि कन्सिडर गर्दैछु एउटा इलेक्ट्रिक स्कुटर किनौँ कि क्या हो भनेर चाहिँ मलाई पनि अहिले फिल चाहिँ भइरहेछ। तर मलाई चाहिँ अब फ्यामिली स्कुटर भन्दा पनि मेरै लागि चाहिँ पर्सनली एउटा इलेक्ट्रिक स्कुटर चाहिएको छ। सो आई एम थिङ्किङ मेबी एथर 450X विल बी द पर्फेक्ट चोइस फर मी। तपाईँहरू पनि एक्चुअली मजाले सोरुम भिजिट गर्नु होइन, उहाँहरूको एथरको लाइनअप एक्चुअली मजाले हेर्नु अनि त्यसपछि चाहिँ तपाईँले डिसाइड गर्न सक्नुहुन्छ कुन तपाईँलाई चाहिँ बेस्ट हुन्छ भनेर। दोज आर माई 2 सेन्स रिगार्डिङ द एथर रिस्ता एस। इफ तपाईँलाई अरू केही क्वेसन छ भने यु क्यान डेफिनेटली कमेन्ट इन द कमेन्ट सेक्सन डाउन बिलो और मेरो इन्स्टाग्राममा म धेरै नै एक्टिभ छु। सो इन्स्टाग्राममा तपाईँले मेसेज पठाउनु भए पनि हुन्छ। दिस इज आरजी श्रेष्ठ एन्ड एज अलवेज थ्याङ्क यू फर वाचिङ।